नमस्ते। आज चाहिँ हामीले खतरनाक बोलेर लिएर आइरहेका छौँ। नयाँ नै भन्दा पनि केही फरक नपर्ने। अगाडिबाट त हेरिहाल्नुहोस्, यो 4 व्हील ड्राइभमा छ। यसको टायर पनि हेर्नुहोस्, हामीले सबै चाहिँ नयाँ लगाइरहेका छौँ टोटली। अनि तपाईँको यसको फुटरेस्ट पनि हामीले चाहिँ 33 क्लेम गरेर दह्रो बनाएको छौँ, पाहाडमा ठोकिँदा पनि नमात्ने गरेर। भित्र भन्नुहुन्छ भने यो प्याडिङदेखि लिएर सेटदेखि लिएर सबै क्लिन छ। तपाईँले केही पनि खर्च गर्नु पर्दैन। म्युजिक सिस्टमसम्म चाहिँ हामीले इन्स्टल गरेको छौँ। यो 4 व्हीलमा देखाइदिउँ, भरे कसरी थाहा हुनु। अच्छा, त्यस पछाडि चाहिँ तपाईँ भन्नुहुन्छ भने डोर रबरदेखि सब नयाँ छ, 1 रुपियाँ खर्च छैन। पछाडिको सिट पनि हेरिहाल्नु, प्याड हेरिहाल्नु होला, एकदम फ्रेस, सुपर फ्रेस। तपाईँको पछाडिको टायर हेर्नुहोस्, प्रत्येक ह्यान्डल हेर्नुहोस्, 4 व्हील ब्याचिङ। तपाईँको सबैभन्दा गाडीको राम्रो भने हेर्नुहोस्, यस्तो भ्याबी चक्र प्लेट पनि लगाएको छौँ हामीले। यो चाहिँ न दब्छ न कोरिन्छ न के हुन्छ। यो लाइफ टाइमलाई चाहिँ यो डाला चाहिँ तपाईँको चाहिँ सब कुरा केहीमा कम्प्लेन छैन। नयाँ 2026 भन्दा पनि फरक नपर्ने छ। गाडी त तपाईँले फोटोमा देखिहाल्नु भएको छ, भिडियोमा हेरिहाल्नु भएको छ। गाडी 4 व्हील ड्राइभमा हो, 2018 मोडलको, सेन्सर नभएको नन सेन्सर गाडी हो। बडी फ्रेस छ, ठोकमार छैन। तपाईँहरूलाई पनि यस्तै गाडी खोजिरहनु भएछ भने पथरी रिकन्डिसनमा चाहिँ अपडेट भइसकेको छ। यदि तपाईँहरू पनि 4 व्हील बोलेरोको खोजीमा हुनुहुन्छ भने पथरी रिकन्डिसन आएर चाहिँ यसलाई टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।